फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना टुङ्गिएको छ। अब सबैको मनमा एउटै प्रश्न छ, कहिले बन्छन् त बालेन प्रधानमन्त्री र कस्तो बन्छ मन्त्री परिषद? नेपालको संविधान अनुसार प्रधानमन्त्री बन्न केही चरणहरू पूरा गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले निर्वाचन आयोगले समानुपातिक मतगणना पूर्ण रूपमा सक्नुपर्छ। त्यसपछि दलहरूले पाएको मतको आधारमा समानुपातिक सिट निर्धारण गरिन्छ। सिट निर्धारण भएपछि निर्वाचन आयोगले राजनीतिक दलसँग समानुपातिक सांसदको नाम माग्छ। दलहरूले आफ्नो बन्द सूचीबाट सांसदहरूको नाम पठाउँछन्, तर त्यो सूची संविधान अनुसार क्लस्टर मिलेको हुनुपर्छ। जस्तै संसदमा कम्तीमा 33% महिला हुनुपर्छ। त्यसैगरी दलित, मधेसी, आदिवासी जनजाति, खसारे, मुस्लिम, थारू लगायत विभिन्न समूहको प्रतिनिधि मिलाउनुपर्छ। सबै क्लस्टर मिलेपछि निर्वाचन आयोगले समानुपातिक सांसदलाई निर्वाचित घोषणा गर्छ। त्यसपछि सम्पूर्ण निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाइन्छ। राष्ट्रपतिले यो प्रतिवेदन पाएपछि मात्र नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुन्छ। नेपालको संविधान धारा 76(1) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ। रासोपाले बहुमत प्राप्त गरिसकेको हुनाले पहिले रासोपाले आफ्नो संसदीय दलको नेता छान्नुपर्छ। रासोपाले चुनाव अघि नै बालेन शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेको थियो। त्यसैले संसदीय दलको नेता बालेन शाह बन्ने लगभग निश्चित छ। तर बजारमा केही दोधारे कुराहरू पनि आइरहेका छन्। जब रासोपाले बालेनलाई संसदीय दलको नेता छान्छ, राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गर्छन्। यसरी बालेन शाह नेपालको प्रधानमन्त्री बन्नेछन्। अब अर्को प्रश्न, बालेनको सरकारमा कस्ता मन्त्रीहरू बन्छन् त? यस विषयमा अहिलेसम्म औपचारिक निर्णय भइसकेको छैन। तर रासोपाका नेताहरूका अनुसार मन्त्री चयनमा दुई प्रकारको मोडेलबारे बहस भइरहेको छ। पहिलो, सांसदबाट मन्त्री। नेपालको परम्परागत अभ्यासमा अधिकांश मन्त्री सांसदहरूबाटै बनाइन्छ। दोस्रो, विज्ञ मन्त्री, अर्थशास्त्री, प्राविधिक विशेषज्ञ, नीतिविज्ञ वा प्रशासनिक अनुभव भएका व्यक्तिहरूलाई पनि मन्त्री बनाउने विचार छ। तर नेपालको संविधान अनुसार संसद बाहिरको कुनै व्यक्तिलाई मन्त्री बनाउन सकिन्छ, तर 6 महिनासम्म मात्रै। 6 महिनाभित्र उनी सांसद बन्नुपर्छ। त्यसैले विज्ञ मन्त्रीको योजना कति कार्यान्वयन हुन्छ अझै स्पष्ट भइसकेको छैन। रासोपाको अर्को योजना भनेको सानो मन्त्री परिषद बनाउनु हो। पार्टीको वाचापत्र अनुसार मन्त्री परिषद 18 सदस्यभन्दा कम राख्ने योजना छ। पहिलो क्याबिनेट भने करिब 15 मन्त्रीको हुन सक्ने अनुमान गरिएको छ। रासोपाका नेताहरूका अनुसार मन्त्री चयनमा दुई व्यक्तिको मुख्य भूमिका हुनेछ, पार्टी सभापति रवि लामिछाने र भावी प्रधानमन्त्री बालेन शाह। तर अन्तिम निर्णय भने प्रधानमन्त्री बनेपछि बालेन शाहले नै गर्ने बताइएको छ। हाम्रो जस्तो संसदीय व्यवस्था भएको प्रधानमन्त्री कार्यकारी भएको प्रणालीमा प्रधानमन्त्रीलाई नै मन्त्री छान्ने सर्वाधिकार हुन्छ।